नमस्ते। हामी मलेसियाबाट हामी चाहिँ आज सर ड्युटी सकेर रुमतिर लाग्यौँ र 30 दिन ड्युटी हो। कहिलेकाहीँ यसो समय निकालेर आज चाहिँ हामी 4 जना दाजुभाइ यसो नेपाली होटलतिर लाग्यौँ कि भनेर निस्क्यौँ र हाम्रो सबैजना 4 जना दाजुभाइको मन्जुरी भयो, जाउँ न त आज नेपाली होटलमा गएर सर मोमोसम्म खाउँ भन्ने एउटा मन्जुरी भयो र गाडीमा बस्यौँ। अनि लाग्दै गयौँ बाटोमा हामी सिलङ भन्ने ठाउँमा गयौँ र त्यहाँबाट जाँदा जाँदै नेपाली होटलको छेउछाउमा आयौँ र नेपाली होटल कक्कै आइपुगेर नेपाली भान्साघर भन्ने होटलमा पस्यौँ र त्यहाँ माथि सर गयौँ। मेरो साथीले नेपाली भान्साघर हातले देखायो र 3 जना साथी सर गयौँ, टेबलमा बस्यौँ। मेरो दाइ दुईवटा हात उठाएर के खाने भन्दै सोच्दै गऱ्यो। ल अब मेनु मगायौँ, मेनुमा हेऱ्यौँ र मेनुमा सर के रहेछ के रहेछ भनेर हेरौँ। यसो ल भटमास खाउँ न भनेर भटमास मगायौँ। अनि अब यसो भटमास सट्नु आयो, अब यतिले त कहाँ चित्त बुझ्छ भनेर अब यसो अनि फेरि हामीले मोमो पनि अर्डर गऱ्यौँ। ल अनि अहिले भटमास सटमास यसो सँग खाजा खाँदै गऱ्यौँ। मोमो अलिक ढिलो आउने भएर ल एकछिनपछि मोमो पनि आयो चिटिक्क। अब मोमो मेरो साथीले कति मजाले लु आउने बित्तिकै अचारमा चोबेर स्वाद बनाउने। अम्मो कति मिठो भएछ मेरो साथीको लु अनुहार हेर्नु त, मुख हेर्नु त अमी टिटिटिन कति स्वादिष्ट बनाएर खाएको नि। अनि यता चाहिँ हाम्रो अर्को दाइलाई चाहिँ झोल मोमो ल है। अनि यता अब अर्को हाम्रो दाजु चाहिँ ल मोमो अचारमा चोबेर दाइले पनि चाख्ने भन्नुभयो। कस्तो छ दाइ भनेर सोधेँ, ओके दाम छ भन्नुभयो होइन। ओहो ल अनि हाम्रो यता दाइमा ल अब झोल मोमो पनि चाख्छु भनेर चाखतिर लाग्यो। अनि सबैको भिडियो आयो, मेरो चाहिँ किन आएन भनेर मेरो पनि लिउँ न भने। अनि यसो चाखेँ, नेपालको जति चाहिँ अलिक ठिक छैन रहेछ मोमो होइन, जस अलिअलि ठिकै हो। अब जे भने आफ्नो देशको जस्तो त हुँदैन मोमो। अनि यही मोमोसम्म खायौँ र अनि मोमोसम्म खाएर हामी सबैजना साथी अब यति खाएर अब घरतिर लाग्ने प्लान गऱ्यौँ। ल आजलाई यति नै हो भिडियो भन्दै सबैजनालाई बाई बाई।